हेलो ल मैले फेरि अर्को नयाँ भिडियो लिएर आइसकेको छु होइन। यो चाहिँ हाम्रो विश्वकर्माको तयारी अघिल्लो दिनको विश्वकर्माको अघिल्लो दिन हिजोको भिडियो हो होइन। यसरी तयार गरेको थियौँ हामीले। अब बिहानको सुरु हुन्छ हाम्रो। ल गुड मर्निङ होइन, ढिलै भए पनि अब उठिहाल्यो यस्तै छ चट्ट यी काम हुँदैछ होइन। पण्डितजी आइसक्नु भएको छ, हाम्रो मिसिनहरू सब रेडी छ। देशले आधा झन्डा झुकाउने भनेपछि हामीले त्यस्तो ठुलो प्रोग्राम गरिनौँ होइन। अब बाँस सास गाडेर लिङ्गासिङ्गा गाडेर गरिएन, सिम्पल तरिकाले यसो बेरेर एउटा फोटो ल्याएर पूजा गरेर होइन। देश डुबिरहेछ, हामीले कुन उत्सव मनाउने भन्ने कुरा हो। यस्तै छ, हुँदैछ धमाधम पूजा सुरु गर्दै हुन्छ हाम्रो पण्डितजीले होइन। हाम्रो मिसिनहरू यो अब मन्दिर पनि हामीले यसरी जुगाड लगाएको है। स्यास अब के गर्नु त, यस्तै हो त, जुगाड लाएर गरौँ न सब कुरा। एक आइ तमासा गर्ने होइन होइन। व्यापार पनि खासै राम्रो छैन, गर्नुपर्छ ठिक। भगवान्लाई मनले सम्झिनुपर्छ, आस्था राख्नुपर्छ होइन। त्यो मूर्ति राखेर मन्दिरमा केही हुँदैन। यो चाहिँ हाम्रो सात मिसिन, यो भाती भन्छ अब स्पेसली थाहा हुन्छ होला होइन। हाम्रो पेन्सन भइहाल्यो आइहरू होइन। स्टार्टर चाहिँ मिसिन चलाउने लाइन हाई भोल्टेज आउँछ, त्यो मोटर भइहाल्नु परेको यस्तै छ। दामी छ आजको कामसाम सब बन्दिँदैदेखि होइन। अब हिलो भएर पानी आएर आज चाहिँ आएको छैन। बाइक गाडी हाम्रो बाहिरै बाटोमै राखेर कार्यक्रम भइरहेछ। यस्तै छ, जालढोकाहरू रेडी छ, चाहिने सम्पर्क गर्नु होला। यो चाहिँ हाम्रो मिसिनहरू भइहाल्यो फर्निचरको स्पेसली चेन्सो सब कुराहरू छ, गाडीहरू यस्तै छ बाहिर। अब हाम्रो पूजा सकिसकेको छ। माननबाट हाम्रो हेड मिस्त्रीबाट सुरुवात भइसकेको छ। हाम्रो फर्स्ट हेडहरू बेलाले दिइसक्यो हाम्रो लम्बु काकाको पालो आयो। सेकेन्ड हाम्रो अब खम्बा, यो दुइटा हाम्रो मानन र लम्बु चाहिँ खम्बा हो बिर्को, यसरी बुझ्नु। यो दुइटा भएन भने हाम्रो कामै भनेर सक्दैन होइन। मेन त हाम्रो मिसिन मिलपट्टिको हो त काम, त्यही भएर दुइटालाई टक्क सुरु भइसक्यो। अब अरूको मैले सबैको राख्न सकिनँ होइन। यस्तो हुन्छ नि त, सबै खिचिराख्नु टाइममा। दिदी त्यहाँ प्रायः भिडियो बनाउँदैछ होइन। यस्तै छ कान्छा फर्निचरको छोटा डन आयो हाम्रो। अब यो इन्डियन दादा हुनुहुन्छ, बिहारबाट आउनुभएको छ उहाँहरू। र अघि हाम्रो मानन भन्ने हेड मिस्त्री पनि बिहारबाटै आउनुहुन्छ। हाम्रोमा चाहिँ लगभग 5-7 जना इन्डियनहरूले आए पनि हामीले अब इन्डियन जनतालाई पनि रोजगार दिएको छौँ होइन। अब उहाँहरूले पनि गर्नुहुन्छ प्रायः काम। हाम्रो नेपालीहरूलाई अब लाज हुन्छ, भारी हुन्छ सक्दैन काम गर्न होइन। यस्तै छ, पैसा उहाँहरूले राम्रो गर्नुहुन्छ। समग्रमा यस्तै छ। ल सकिसकेपछि हाम्रो सामूहिक तस्बिर पनि आइसकेको छ। थ्याङ्क यू।